जोडिराख्नु भएको छ। 4 र 14 को लागि यो खोलाको पुल मात्रै नभएर मनको पुल पनि हो। त्यसो भएको हुनाले एकदम राम्रो हुनुहुन्छ। मैले यति भन्छु कि यो पुल चाहिँ एकदम सक्सेस भएर चाहिँ उहाँले निर्माण सम्पन्न गर्नुहोस्। अनि त्यसपछि यहाँबाट चाहिँ हजारौँ लाखौँ लाखले चाहिँ सेवा लिनुहुनेछ र दाजुको चाहिँ सम्झना गर्नुहुनेछ। यही धन्यवाद। साह्रै मनको धनी व्यक्तित्व हाम्रो निना चन्द्र राई। उहाँसँग दोस्रो भेटमै 15,000 को साइनो लगाइहाल्नुभयो। उहाँसँग अब टाढा चाहिँ देखभाल चाहिँ भएकै हो धेरैचोटि होइन, तर यसरी हात मिलाएर बसेर गफ गर्ने अवसरहरू चाहिँ एकदमै कम, दुर्लभ। अस्ति बाहेक आज भयो, आज अझै अलिक नजिक भयौँ र उहाँको मनकारी मनलाई अत्यन्त धन्यवाद छ। हामीलाई यो 15,000 भनेको चाहिँ फगत 15,000 होइन, उहाँको यो हामीलाई चाहिँ प्रसाद पनि हो, आशीर्वाद पनि हो, साथ समर्थन पनि हो, सहयोग पनि हो र सिम्पथी पनि हो। उहाँले हामीले गरिरहेको कामलाई सपोर्ट गर्नको लागि जुन गरिदिनु भयो त्यसको लागि अत्यन्त धन्यवाद। निना चन्द्र राईज्यूलाई अत्यन्तै धन्यवाद। ल धन्यवाद, थ्याङ्क यू भेरी मच। ल धन्यवाद। हजुर हो हजुर, असाध्यै राम्रो मान्छे आदरणीय दाजु धनबहादुर राई। उहाँ चाहिँ आफ्नो कर्ममा चाहिँ बिलिभ गर्नुहुने, कर्मठ एकदम श्रम चाहिँ राम्रो गरिराख्नु भएको छ। अहिले चाहिँ यहाँ धरान 4मा चाहिँ 4 र 14 जोड्ने पुल निर्माण गरिराख्नु भएको छ। हामीले हेरिराखेका छौँ, सक्नेले आएर के अरे श्रम गरिराखेका छौँ। अत्यन्तै राम्रो छ र यो पुल चाहिँ उहाँले निर्माण गरिसकेपछि चाहिँ यहाँ कैयौँ स्थानीयवासीहरूलाई चाहिँ बगाएको छ यो खोलाले भन्ने कुरा छ र त्यो चाहिँ समाप्त हुनेछ र यहाँका स्थानीयवासीहरूले हामीले राहत पाउनेछौँ। यो कुरा चाहिँ सबै हामीले बुझेका छौँ। त्यस कारणले उहाँले जो इनिसिएसन यहाँ लिनुभएको छ त्यसको लागि उहाँलाई हार्दिक धन्यवाद पनि दिन चाहन्छु। र यो पुल राम्ररी यहाँनिर चाहिँ उहाँले सम्पन्न गरेर, निर्माण सम्पन्न गरेर चाहिँ यहाँको एउटा व्यक्तित्व जो अहिले छ, छवि जो अहिले छ, योभन्दा पनि एउटा ओहदामा चाहिँ स्टेप अगाडि बढ्नुहुनेछ बढ्छ भन्ने खालको चाहिँ मलाई लागेको छ। उहाँले योभन्दा अगाडि पनि कैयौँ सेवाहरू गर्नुभएको छ, यो कुरा हामीले सुनेका छौँ र आज चाहिँ यहाँ देख्न पनि पाइयो, सुन्न पनि सुनिराखेको र मिडियामा देखिराखेको कुरा आज यहाँ उहाँको यो ठाउँलाई टेक्न पायो, खुसी लाग्यो। र यहाँले मलाई यो चिट दिनुभएको छ, त्यसको लागि रिसिभ दिनुभएको छ, त्यसको लागि धन्यवाद। खास यो अब यो मैले अब यो के अरे सामान्य मेरो चाहिँ दाजुलाई भेटेको बेलामा तपाईँले गरिराख्नु भएको छ भन्ने मेरो शुभकामना। जस्तो उहाँलाई चाहिँ अहिले बलेको आगो ताप्नु आएको भनेर एकैचोटि फुत्तै कहाँबाट आयो भनेर भन्छन्। सरले अलिकति त्यसको बारेमा यस्तो हुन्छ, राजनीति अथवा सामाजिक काम र सांस्कृतिक कामहरू, समाज सेवाहरूमा कोही चाहिँ फिल्डमा उत्रिन्छन् होइन। अब त्यो डाइरेक्टरलाई कसले चिन्छ? डाइरेक्टरलाई कम मान्छेले चिन्छन्, तर त्यो फिल्म कस्तो बनाउने भन्ने कुरा चाहिँ डाइरेक्टरले गर्ने कुरा हो नि त। लगानीकर्तालाई कसले चिन्छ? त्यहाँ लगानीकर्ता भनेर लेखेको नाम कतिले भुल्छन् होइन। त्यसो हुनाले मलाई चाहिँ उहाँ चाहिँ यस्तो लाग्छ कि यो संसदीय पार्टीको एउटा खम्बा हो, आर्थिक पाटोबाट अथवा समाज सेवाबाट। उहाँले फिजिकल्ली श्रम गर्नुहुन्न, तर उहाँले चाहिँ अर्को समाजको पाटोबाट चाहिँ सामाजिक हिसाबले चाहिँ उहाँको एउटा शैक्षिक योग्यताको आधारले गरिरहनु। किनभने अस्ति मेयर माननीयज्यूसँग बोलिरहँदाखेरि उहाँले धेरै कुराहरू भनिरहँदाखेरि चाहिँ उहाँको एकदम हेभी वेट हो उहाँ होइन। अब समाज सेवामा उहाँसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ, उहाँले गरिरहेको काम हामी गर्न सक्दैनौँ। अब हामी फिल्डमा खट्छौँ होइन। अब हामीसँग भएको योग्यता, क्षमता भएको सबै कुरा त्यही नै हो, त्योभन्दा अर्को रूप छैन यहाँको। त्यो खालको भूमिका हुनाले अब पक्कै मिडियामा उहाँ आउनु भएन होला। कति मान्छेलाई चाहिँ मिडियामा आउन मन पनि पराउँदैन र अहिले पनि मान्नुहुन्न उहाँ होइन। एक मान्छेको सबै खालको स्वभाव एकै खालको हुँदैन। त्यसो हुनाले उहाँलाई त्यसरी भन्न गलत छ। उहाँले गरेको योगदान, उहाँले गरेको भूमिका, उहाँले गरेको समाजमा पुगेको योगदानहरूको विषयमा बिस्तारै अध्ययन गर्नुपर्छ। अध्ययन गर्ने क्रम सुरु पनि भइसकेको होला, किनभने उहाँ जब पर्दामा आउनुभयो त्यहाँदेखि यो मान्छे को हो, के गर्छ भन्ने कुरा त मान्छेसँग जिज्ञासा हुन्छ। पक्कै पनि उहाँको केही न केही कुराहरूमा अगाडि बढेर उहाँले अध्ययन गरिसक्नु भएको छ र उहाँलाई पक्कै चिन्नुहुन्छ र उहाँ एउटा संसदीय पार्टीको एउटा खम्बाको रूपमा हामी मान्छौँ। हाम्रो एउटा आदर्श पनि हो र उहाँ जस्तो व्यक्तित्व संसदीय पार्टीलाई अत्यन्त धेरै खाँचो छ भन्न चाहे। धन्यवाद।